हेलो वेलकम ब्याक हजुरहरू सबैजनालाई मेरो यो सानो भ्लग भनौँ अथवा स्टोरी भनौँ है। आशा छ हजुरहरू सबैजना चाहिँ एकदम सन्चै आरामै हुनुहुन्छ होला। यो भनेको चाहिँ बेलुकाको ठ्याक्कै अहिले तपाईँको कति बज्यो भनेपछि 7:15 बजेको चाहिँ भिडियो हो। अनि यसो बाहिर हावा खाँदै गर्दाखेरि चाहिँ एउटा सानो भ्लग बनाऊँ न भनेर चाहिँ बनाएको अवस्था। र जहाँसम्म लाग्छ हजुरहरू सबैजना एकदम ठिक हुनुहुन्छ र अहिले देशको परिस्थिति एकदम राम्रो हुँदै जान्छ कि भन्ने चाहिँ पूर्ण विश्वास छ, आशा छ हुन्छ पनि होला हैन। किनकि हामीले चाहिँ देश राम्रो भएकै हेर्नु चाहन्छौँ। आई थिङ्क तपाईँहरूले पनि त्यही चाहनुहुन्छ होला। किनकि यत्रो सालसम्म चाहिँ देश चाहिँ एकदमै भ्रष्टाचारले चाहिँ खतम पारेको देश अब चाहिँ भ्रष्टाचार मुक्त हुन्छ कि भन्ने चाहिँ पूर्ण आशा छ। र हाम्रो जेन्जी भाइ बहिनीले जुन एउटा स्टार्टिङ गर्नुभयो, उहाँले जुन एउटा सरकारलाई चाहिँ बदल्नु भयो, उहाँहरूप्रति एकदम रिस्पेक्ट छ। र जति पनि अब यो दौडधुपमा हैन जति पनि शहीद हुनुभयो उहाँलाई चाहिँ हार्दिक श्रद्धाञ्जली भन्न चाहन्छु। किनकि उहाँहरूको हृदयले शान्ति मिलोस्, शान्ति पाओस् भन्न चाहन्छु। र त्यही आशा छ एकदमै मलाई अब त्यस केही न केही चाहिँ नेपालमा परिवर्तन हुन्छ अहिलेको चुनावमा। र अब प्राय विदेशबाट चाहिँ भोटिङ सिस्टम नगराउने भन्ने सुनेको थियो। अस्ति हाम्रो महाबुरुपुन दाजु चाहिँ एकदम फायर हुनुभएको थियो हाम्रो गृहमन्त्रीसँग। तर खासै गृहमन्त्रीले पनि त्यस्तो खासै देखाउनु भएन, किनकि चाहिँ भ्रष्टाचारहरूलाई चाहिँ र जुन जेन्जी भाइ बहिनीहरू त्यति लाइक हुन्छ नि त ड्याम्की ड्याम गोली हान्दा चाहिँ बित्नु भएको थियो, मार्नु भएको थियो भने उहाँहरूलाई चाहिँ पहिलो जेल गर्नुपर्ने हो, तर पस्नु भएन। अब हेरौँ अब हाम्रो यस चुनाव पछिको चाहिँ जुन नतिजा के आउँछ हैन, त्यो नतिजा चाहिँ राम्रै कोल्टामा पर्यो भने चाहिँ पक्कै पनि तीहरू बस्ने भनेकै खोरमा हो जस्तो लाग्छ मलाई गाइस हो। तपाईँलाई कस्तो लाग्छ त्यही हो है। अब यस्तै भिडियोहरू आउँदै गर्छ। आशा छ हजुरहरूले एकदमै माया गर्नुहुनेछ हैन। जतिजनाले सब्सक्राइब गर्नु भएको छैन सब्सक्राइब ढ्याम्की ढ्याम गर्नुहोस् है, माया दिनुहोस्। भर्खर पलाउँदै गरेको केटा हो हैन युट्युबमा है भन्दै तपाईँहरू माझबाट बिदा हुन चाहन्छु। त्यही हो, जहाँ जाँदै यदि सब्सक्राइब गर्नुभएको छैन सब्सक्राइब गर्नुहोस् र मेरो फेसबुकतिर पनि भिजिट गर्नुहोस्। मैले फेसबुकमा नि केही भिडियोहरू हालिराखेको हुन्छु हैन, केही नोटिसहरू दिइराखेको हुन्छु भन्दै तपाईँहरू माझबाट चाहिँ बिदा हुन चाहे। बाइ, मिस यु अल हैन। फेरि भेट्नेछौँ अर्को भ्लगमा भन्दै तपाईँहरू माझ बिदा हुन्छु। हस् त, बाई।